हेलो नमस्ते वेलकम टू बैक माई न्यू अनदर भिडियो। आज चाहिँ हामी अल्खरको बिजा छौँ। भोलि ईदको छुट्टी सबैको मिलेको थियो अनि त्यही भएर आज चाहिँ हामी यता पिकनिक जस्तै सबैजना यतातिर चाहिँ एकदम बिजी छ आज होइन। फिलिपिनीहरू टर्नै छ अनि हाम्रो चाहिँ आज यही प्रोग्राम अलिअलि सानोतिनो। सो तपाईँहरूलाई त्यो चिजहरू चाहिँ म देखाउँछु है त। सबैजनालाई स्वागत छ हाम्रो भाइ राइजिङ स्टार ब्लगमा, भाइको च्यानलमा। र आज विशेष गरेर यो ईद चाहिँ भोलि हो र आज हामीले चाहिँ अब सानो एउटा पारिवारिक नाइटमा भेटघाटको लागि एउटा सानो प्रोग्राम बनायौँ। धेरै ढिलो त भयो तथापि होइन, हामी सबैजना भेट भइसकेपछि अब एक किसिमको यहाँनिर अब पाकिरहेको छ, यता खानाहरू रेडी भइरहेको छ देखेँ त भाइ। अनि त्यो किसिमको यहाँ आइसकेपछि जे जस्तो भयो पनि मन चाहिँ एकदम खुसी भएको छ होइन भाइ? एकदम सुख गरेर सबैजनासँग भेट भयो। अनि आज चाहिँ हाम्रो खानामा के छ त्यो चाहिँ तपाईँहरूलाई देखाउँछु है त। आजको एकदमै धेरै भेराइटी छ। सेलरोटी पनि छ नेपालको है, सेलरोटी। सो त्यो चाहिँ म तपाईँलाई देखाउन जान्छु। सेलरोटी छ, के छ भाउजू भन्नु त? हाम्रो भाउजूले बनाउनु भएको सेलरोटी, अचार कति थरी छ है यहाँ त? 3-4 थरी छ। एक थरी आजको हाम्रो एकदम प्रोग्राम पिकनिक है। नाम मदन गडेल, घर चाहिँ पूर्व तेह्रथुम, एकदम राम्रो छ, रमाइलो छ। हामी एउटा फ्यामिली होइन, सबैजना भेट भएर आज ईदको छुट्टी मुस्लिमको भए पनि हामी एउटा ईदको छुट्टीले गर्दाखेरि एकदम होलिडे सबै त भएर हामी एकदम खुसी तरिकाले हामी मनाइरहेछौँ। गाइज है अब हाम्रो चाहिँ अब खानाको लागि अब स्टार्ट हुन्छ। त्यो चाहिँ अब तपाईँहरूलाई हामी 11-11:30 हुन लाग्यो होला। अब हाम्रो चाहिँ यसरी बस्दा चाहिँ हाम्रो चाहिँ अब टन्न के हुन्छ भने रातको गीत भाइले छ होइन, अब खाना सुरु भइसक्यो होइन। हाम्रो यहाँ विक्रम दाइ हुनुहुन्छ, भाउजू अनि उहाँ माइजू हुनुहुन्छ, हाम्रो दाजुहरू है। सबैजनाले एकदमै म अहिले आउँछु कि अहिले आउँछु। एकदमै आज रमाइलो भएको छ है, एकदमै रमाइलो भएको छ है। हाम्रो चाहिँ अब ईदको होलिडेको छुट्टीको सदुपयोग गर्दै सबैजना यसरी बसेर चाहिँ रमाइलो गरेर सामानहरू देख्नु चाहिँ यति छ। यता गाडी छ दाइको, चट्ट मासु छ यहाँ, लाइट एकदम रमाइलो भएको छ आज चाहिँ है, बवाल भएको छ। अनि खानामा चाहिँ के छ? लालिपप भन्थ्यो, लालिपप छ ढिलैमा मन पनि नाच्न खोज्छ, आँगनको धुलो उडाउँदै खुसीले बाटो रोज्छ। साथी हो हात समाऊ, आजै हो रमाइलो, दुःखको भारी बिसाएर जिउनु छ हल्का सजिलो। आजको घडी यही हो, भोलि त फेरि घाम छिर्छ ढिलैमा मन पनि नाच्न खोज्छ। घाम छिर्छ ढिलैमा मन पनि नाच्न खोज्छ, आँगनको धुलो उडाउँदै खुसीले बाटो रोज्छ। साथी हो हात समाऊ, आजै हो रमाइलो, दुःखको भारी बिसाएर जिउनु छ हल्का सजिलो। आजको घडी यही हो, भोलि त फेरि। हेलो गाइस, एक लट खानपिन बवाल भएर वाइल्ड भएर होइन रेस्टमा छ अहिले। सो सेकेन्ड ट्रिपको लागि
बार्बिक्यू बन्दैछ अनि चिकन अलरेडी बनिसकेको छ त्यसपछि विङ्स बन्दैछ होइन लालिपप बन्दैछ त्यो चाहिँ हाम्रो लास्ट लटको हो यति बेला चाहिँ अब कति बजी दाइ अहिले साढे एक भयो होला। 1:30 भयो 1:30 भएको छ होइन यसो राउन्ड हानिदिउँ न त भनेर दाजुभाइले यतातिर आएको के कतिको रमाइलो भन्छ के भइरहेछ अब भोलि हाम्रो छुट्टी अब भोलि छुट्टीको दिन बरु सुतौँ अघिल्लो दिन चाहिँ बरु हामी एकछिन रमाइलो गरौँ भनेर यो ओखराको बिचमा फ्यामिली बिच पार्क बिच चाहिँ अलिक पर थियो हामी ओरतिर आयौँ तर अहिले चाहिँ वास्तवमा बेस्ट चाहिँ छनौट लोकेसन हामीले गरेको रहेछौँ मौसम पनि दामी मतलब हावा चलिरहेको जुन एउटा सामुद्रिक हावा होइन अनि त्यसमा पनि पानीको यो छालहरू पनि अगाडि बढ्दै एकदम रमाइलो भइरहेको छ सबै अब नाच्ने नाचिरहेछन् खाने खाइरहेका छन् अब भाइले हाम्रो भिडियो एउटा मेमोरी क्याप्चर गरिरहेको छ र मेरो दुई चार शब्द बोल्दा चाहिँ एकदम दामी भयो मेमोरेबल हुनसक्छ भोलि गएर हामी कहाँ पुग्छौँ होला तर पनि यो चाहिँ एउटा सम्झना चाहिँ सधैँ यादगार रहनेछ मलाई चाहिँ एकदमै खुसी लागेको छ भाइ त्यही हो अब मरेर के चाहिँ लानु छ र होइन जस्तो आयो त्यस्तो जाने सो त्यही बेला मलाई कुनै पनि यस्तो प्रोग्राम र केही प्लानिङ भएको बेला अलरेडी एड गरेको हुन्छ होइन अघि भान्जाले भन्दै थियो भान्जाले भन्दै थियो तिमीलाई त पहिले तिमी त त्यो फिक्स नहुन्थ्यो त तिमी अलरेडी एड गरिसकेको थियो दाइले एक नम्बरमा मैले हालेको हुन्छु क्या। त्यही भएर अघि उहाँको पनि आउनुभयो कि उहाँले भन्दै थियो कि तिमी त अलरेडी एड छ दाइसँग अलरेडी एड हुन्छ तिमीलाई इन्भाइट गर्नै पर्दैन अहिले चाहिँ मलाई जहाँ गए पनि सानो ठुलो जस्तो सुकै होस् होइन जस्तो सुकै होस् अवस्था जस्तो सुकै होस् होइन तर एकदम होइन इन्भाइट गर्छ ह्याप्पी खुसी छु है दाइप्रति चाहिँ त्यही हो हामी चाहिँ अहिले अब एक राउन्ड मारेर आऊँ कि भनेको यसो हामी सर्टको लागि जानु लाग्यो तर पानी रहेछ दाइ के गरिन्छ त त्यही हो गाइज है अरू बाँकी कुराहरू हामी तपाईँलाई अझै भिडियोमा देखाउने छौँ र हामी त मैले अघि नै भनिसकेँ हाम्रो फर्स्ट लटको लागि चाहिँ सबै फुल भएर होइन सेकेन्ड लटको लागि बनाउँदैछ त्यही हो हाम्रो फ्यामिली हाम्रो भाउजू हुनुहुन्छ माइजू हुनुहुन्छ होइन एकदम रमाइलो भइरहेको छ सो त्यही हो हामी चाहिँ दाजुभाइ चाहिँ यसो हावा खाँदै समुद्र छेउछेउमा यस्तो लाग्छ मलाई चाहिँ जस्तो होइन भाइ र हाम्रो चाहिँ एउटा जुन एट्याचमेन्ट छ अर्कै आमाको भयो भने तर अर्कै आमा भयो भने दुईजना हामी चाहिँ एकदम एउटै दाजुभाइ हो होइन सेम ब्रदर डिफ्रेन्ट मदर हाम्रो त्यो फिल छ र विशेष गरेर भाइलाई चाहिँ म कुनै पनि अवस्था मेरो कतारमा धेरै होइन हामी दिएको मैले मनले खाएको भाइलाई चाहिँ मैले मानेर होइन हरेक दिन म जहाँ म जाउँ हामीले केही एउटा सानोतिनो एउटा केही इभेन्ट एउटा केही बनायौँ भने प्लान मैले भाइलाई सबैभन्दा पहिला सम्झेको हुन्छु त्यस चाहिँ कनेक्सन भाइ र मेरो चाहिँ त्यो कारणले गर्दा हरेक भ्लगमा मलाई देख्नुहुन्छ प्रायः गाइज है लेट्स सी स्टे ट्युन चाहिँ अहिले अब अघि नै मैले भनेको तपाईँलाई होइन हाम्रो फर्स्ट लट चाहिँ सकाएर हाम्रो सेकेन्ड लटको लागि रेडी पनि भइसकेको छ होइन अब रेस्ट गर्दैछौँ एकछिनपछि अब त्यो अघि खाएको पनि पचाउनु पऱ्यो यहाँ चाहिँ अहिले मेरो सामुने चाहिँ अब मेरो दाइहरू हुनुहुन्छ 4-5 जना उहाँहरूलाई सोध्छु आजको पिकनिक भनौँ अथवा केही यो कस्तो सक्सेस महेश दाइ भाइ आजको पिकनिक एकदम दामी एकदम कोइस म्या अरबी जान्नु न होला मैले अरबी बोले सरी त्यसमा एकदम राम्रो खानपिन एकदम राम्रो भयो फर्स्ट सकियो सेकेन्ड अब हुँदैछ पाक्दैछ म्या तपाईहरुले पनि इन्जोय लिनु होला है यो सुनेर यो गरेर इन्जोय लिनु होला दाइ बढी जान्दैछ हाम्रो एकदम रमाइलो भयो आजको ईदको होलिडे हाम्रो एकदम सबै साथी फ्यामिली आफ्नो आफन्तहरू भेट गरेर हैन अब हाम्रो सेकेन्ड लट चालु हुँदैछ भाइको यो युट्युब च्यानललाई चाहिँ सबैले शेयर सब्स्क्राइब गरिदिनु हैन गरिदिनु होला हैन हाम्रो भाइलाई साथ सपोर्ट दिनु होला एकदम रमाइलो भइरहेछ मनोज दाइ यी शब्द राखिदिनु नि त हाम्रो चाहिँ यहाँ अहिले भर्खरै कुर्सी भाँच्यो के कुर्सी भाँच्यो अनि हाम्रो मनोज दाइले चाहिँ कुर्सी जोड्दै हुनुहुन्छ हाम्रो उहाँ बसेर उहाँलाई हाम्रो दाजु बसेर है कति 120 क्विन्टल 120 किलो 120 किलोको मान्छे बसेर यहाँ त्यही रमाइलो भइरहेछ एकदम हैन उहाँको चाहिँ मैले एउटा भिडियो राखेको छु गिटार सिटार बजाएको हेलो व्हाट्स अप एभ्रीवन यो चाहिँ अब हाम्रो ईदको हैन माइलो छेड सबैजना सबै परिवारहरू साथीभाइहरू यस्तो एउटा सानो पिकनिक टाइपको भन्दा नि गेट टुगेदर टाइपको गरिरहेको छौँ यहाँ हैन अनि त्यही हो अब म चाहिँ यहाँ ललिपप बनाउँदैछु अनि अरू यहाँ चाहिँ चिकन ललिपप बन्दैछ अनि हामीसँग अब लड अफ थिङ्स हैन अनि सब कुराहरू छ यस रमाइलो भइरहेछ इन्जोय भइरहेछ
सबैजनाले अब हाम्रो यो च्यानललाई चाहिँ धेरैभन्दा धेरै यस अब माया गर्नु होइन। ल त गाइज है त अब हामी चाहिँ तपाईँहरूलाई चाहिँ अब फेरि पछि पनि के हुन्छ त्यो देखाएर हिँड्छौँ। स्टे ट्युन होइन। हाम्रो मनोज दाइले पनि के 2 कुराहरू राखिदिनु नि त आज है त भाइको च्यानलमा। भाइ धेरै धेरै धन्यवाद। आज हामीले सोचे भन्दा पनि एकदम राम्रो भइरहेको हाम्रो हो, सोचेको भन्दा पनि राम्रो भयो। ठिकै छ। अब मेरो लागि चाहिँ अङ्गलको लागि कतार बसाइको आज लास्ट दिन, लास्ट रमाइलो, लास्ट भेटघाट। अब नेपाल गएर यो हाम्रो भेटघाट हुने, यो भन्दा पनि हामी बबाल रमाइलो गर्नेछौँ। त्यही हो, हाम्रो 2 जना दाइ चाहिँ अब हाम्रो कतारबाट बिदा हुँदैछ। त्यही भएर त्यसको रमाइलो, त्यसको लास्ट भेटघाटमा पनि यो पिकनिक जस्तो एउटा प्रोग्राम टाइप बनाएको। सो गाइज हामी चाहिँ अब अहिले यता पछाडि देख्न सक्नुहुन्छ है, समुद्र बवाल देखिरहेको छ, एकदम रमाइलो भयो। जङ्गलहरू देख्न सक्नुहुन्छ है, यता ग्यास प्लान्टहरू छ। अनि हाम्रो ग्रुप चाहिँ दाजुहरू है, दाजु भाउजूहरू। सो सबैजना हाम्रो लास्ट इन्डिङ हान्दैछ होइन। त्यसपछि चाहिँ हामी अनि आफ्नो आफ्नो रुमतिर लागिन्छ। सो यति बेला चाहिँ भन्दा दामी देखिरहेको छ क्या तपाईँहरूलाई, त्यो पछाडि भ्यू देखाउँछु त म। दामी देखिरहेको छ होइन, बवाल देखिरहेको छ है। सरर घुमाइदिन्छु त म एकचोटि। सर हेर्नु है त, हेर्नु गाइस, लास्ट नास्ता हान्दैछ। सो त्यही हो। भाइ म यहाँदेखि यत्रो ट्याटो हान्ने के हान्ने चाहिँ फेरि भाइ भाइले देखाम ल हाम्रो सर्भिस मेरो भाइले रङ कालो रातो। ओके ओके। अब विक्रम दाइले दिन्छु म माइक चाहिँ, के कुराहरू भन्नु नि त आज। अब लगभग फाइनल स्थितिमा आइपुग्न लागेका छौँ। 4:30 भइसक्यो है। अघि अघि यहाँनिर भाइ यता देखाइदियो त त्यो होइन, पानी चाहिँ अहिले उहाँ सरेर पुगिछ भनेपछि अब लगभग हामी अब हाम्रो विश्राम भनौँ टुङ्गोमा लाउन लागेका छौँ। फाइनल खानपिनहरू हुँदैछ। अनि तपाईँहरूले आजको भ्लगलाई साह्रै मन पराइदिनुहुन्छ होला। हामी चाँडैभन्दा चाँडै यो भिडियो अपलोड गर्छौँ होइन भाइ। खानपिनको परिकार अझै पनि है लगभग हामीलाई 2 लटसम्म पुग्नेछ। हामीले ब्यालेन्स अब डाइट गर्दाखेरि चाहिँ अलिकति ब्यालेन्स रहन्छ। चाँडै कुनै पनि बेला हामीले फेरि प्लान गर्नेछौँ र कन्टिन्यू गर्नेछ आजको बारेमा। हामीलाई सबैलाई विशेष म धन्यवाद दिन चाहन्छु। समग्रमा सबैको उपस्थितिले गर्दा त यो अलिकति राम्रो भएको। हेरिदिनु होला भ्लग, मन पराइदिनु होला, सेयर सब्सक्राइब कमेन्ट छोडिदिनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला। ब्रो रकस्टार दाजुले पुरा गिटार हान्दै हुनुहुन्छ है बवाल तरिकाले। सो एकदमै रमाइलो भयो आज। थ्याङ्क यू सो मच मलाई इन्भाइट गर्ने मेन हाम्रो दाइ विक्रम दाइले गरे पनि होइन, तर हाम्रो बिहानीको सुरुवात लेमन टीबाट सुरुवात गरेको छौँ है। फेरि आगती हालेर लेमन टीबाट सुरुवात गरेको छौँ। रातभरि हामीले अरू के खान्दै पिन्दैहरू गरे पनि हाम्रो यो लास्टको इन्डिङ यात्रामा तर शुभ बिहानीमा चाहिँ लेमन टीबाट के गरेर हामी अब यहाँबाट बिदा हुँदैछौँ होइन। कुकुर रनिङ हान्दैछ यहाँ। मायाले छलगर मायाले यहाँ तपाईँले देख्न सक्नुहुन्छ ल प्लेन यहाँ तपाईँलाई एकचोटि सर देखाउँछु म। यो सब चाहिँ अघि राति चाहिँ बवाल धेरै बिजी थियो क्या। मेरो चाहिँ खानेकुरा यो यहाँ लेमन टी अनि यो सुकुटी छ। यहाँ उता माइजू हुनुहुन्छ, उता भाउजू हुनुहुन्छ, एकदमै राम्रो भयो है। सो मेरो पछाडि दाइ हुनुहुन्छ। तपाईँलाई चाहिँ बिहानको भ्यू चाहिँ बवाल आउँदो रहेछ यहाँ होइन, समुद्रमा होइन। यतातिर देख्न सक्नुहुन्छ है, बवाल छ। दाइ र म चाहिँ यसो अब हाम्रो लास्ट इन्डिङ चाहिँ भइसक्यो। सो अनि दाइ र म चाहिँ यतातिर यसो घुम्दिउँ न त भनेर आज म दाइलाई केही कुराहरू सोध्छु। अब दाइले के भन्नुहुन्छ त? हाम्रो पिकनिकको बारेमा मैले बारम्बार मैले भने यस्तो रमाइलो भयो होइन। यस्तो खालको मैले एक किसिमले एक्सपेक्टेसन पनि गरेको थिइनँ। अहिलेदेखिको मेरो यो पिकनिकलाई चाहिँ सक्सेस गराम भनेर मैले दुःखसम्म पनि पाउनसम्म पाएँ। इभन दो मलाई त्यसको कुनै गुनासो छैन। मान्छेलाई यता ल्याउने उता लाउने अब हुन्छ नि, पिकनिक भन्दैमा सबै कुराहरू अटोमेटिक मिल्छ भने चाहिँ त्यसलाई कलेक्सन गर्नुपर्छ। एउटै मात्रै गाडी त्यो डे ट्रिप हान्नुपर्छ त्यो होइन। सक्सेस गरायौँ, म त्यसैमा एकदमै खुसी छु। हिलो उपस्थित भयो। हामी हुनुपर्ने थियो यहाँनिर 6-7 बजी नै बेलुकीको, तर हामी 10 बजी भयौँ। यस्तै आउने दिनहरूमा अब फेरि यस्तो नआउला। कतिपय दाइहरूको घर जाने क्रमहरू छन्, भोलि एक ठाउँदेखि अर्को ठाउँमा गइन्छ। तर यो चिज चाहिँ हामी कैद गरेर राख्नु पर्ने जग्गा मेमोरी। फेरि पनि यो दिन आउँदैन, यस्तै आउला तर ठ्याक्कै यो दिन आउँछ। कारणले गर्दा हरेक दिनलाई चाहिँ मेमोरी बनाउनु पर्छ। साथ दिने भाइ प्रेमहरू
परिवार हुनुहुन्छ उहाँ सबैजना आमाइजू कोही मामा कोही काका अङ्कल दाईहरू यो सबैजना मिलेर चाहिँ एउटा के भन्छ एउटा सफलताको रूप लिन सक्छ। आउने दिनहरूमा पनि अझै आशा गर्छु यस्तै भेटघाट होस्, हाम्रो सम्बन्धलाई मजबुत बनाओस्। भ्लगद्वारा सबैलाई भन्न चाहन्छु सबैले एकअर्कालाई समय दिउँ। कस्तो राम्रो भ्यू छ, मान्छेको मन नै खुसी हुने क्या। यो ठाउँमा आएर यसरी बसेको देख्दाखेरि सबै कुरा भुल्ने रहेछ क्या, टेन्सनदेखि। अरू दाइहरू चाहिँ उता खाना खाँदै हुनुहुन्छ। भ्लगलाई चाहिँ हामीले इन्डिङ गर्न आएको क्या यहाँ चाहिँ। बिचबिचमा कहिले काहीँ त्यो गानाहरू बजेको कारणले गर्दा चाहिँ अब त्यसलाई चाहिँ हामीले म्युट गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ पछाडिको भ्यू होइन, दाइको पछाडि भ्यू एकदमै दामी छ, बवाल छ। दाइ अनि यो कुन ठाउँ कुन लोकेसन कहाँ के कति भनिदिन्छ तपाईँले? ओखरा बीच भन्छ। हजुर दुईटा बीच छ, एउटा फ्यामिली बीच छ, यो चाहिँ ओपन बीच होइन, छैन सेक्युरिटी सिस्टमहरू छैन। त्यो भन्दै गर्दामा कतारमा सेक्युरिटी नै चाहिन्छ यहाँ दुनियाँ किसिमको भन्ने त होइन, सेफ आफैमा छ। पछाडि भ्यू देख्न सक्नुहुन्छ र सिधा यसको पछाडि हेर्नु यो त त्यो ग्यास प्लान्ट छ। बिहान भइसक्यो, अब फोटो खिच्ने प्लान पनि हुन्छ होइन। उबाट तर्फबाट चाहिँ भिडियोलाई हामी अन्त्य गर्दैछौँ। स्टेटमा पर अब हामी त्यहाँ गएर अब हामी सरसफाइ पनि गर्नु पर्यो नि त। त्यही भएर हामीले चाहिँ यता तपाईँलाई चाहिँ यो पछाडिको भ्यू देखाउन आएको थिएँ। सो गाडी छ एउटा संख्या छौँ 9 जना, त्यो कारणले गर्दा हामी 2 ट्रिप हान्छौँ। दुईजना दाइहरू क्यान्सल जाँदै हुनुहुन्छ, सरसफाइ गरेर पनि देखाउँछु है त। हामी चाहिँ अब यहाँबाट निस्किसक्यो। हाम्रो यात्रा सुरु भयो। 5 जना छौँ। सबैलाई मेरो काम चाहिँ गन्तव्यमा छोडिदिने।